नमस्ते साथीहरू, आज चाहिँ हामी डगलेग स्टेयरकेस कसरी डिजाइन गर्ने भन्ने बारेमा छलफल गर्छौँ। हामीलाई चाहिँ एक्जाममा चाहिँ यसरी क्वेसन सोध्ने गरिन्छ। यो चाहिँ सेकेन्ड सेमिस्टरको क्वेसन यसरी फाइनलमा आउन सक्छ, फाइनल अथवा कुनै पनि एक्जाममा आउन सक्छ। यसलाई चाहिँ हामीलाई चाहिँ डिजाइन अ डगलेग स्टेयरकेस फर अ रेसिडेन्शियल बिल्डिङ इन अ लोबी अफ 4.5 मिटर इन्टु 3.0 m भनेको मिटर एन्ड फ्लोर हाइट, फ्लोरको हाइटलाई चाहिँ 3.0 मिटर र हामीले अरू डाटाहरू चाहिँ हामीले एज्युम गर्नुपर्ने हुन्छ। र अब हामीले चाहिँ डगलेग स्टेयरकेसको डिजाइन गर्दाखेरि धेरै जस्तो हामीलाई एक्जाममा सोध्ने भनेको डगलेग स्टेयरकेसको बारेमा के भन्छ डगलेग स्टेयरकेसको मात्रै डिजाइन गर भनेर आउँछ धेरै जसो। त्यही भएर हामी यसको आज गर्छौँ र यसको हामीलाई दिएको छ लबी अफ 4.5 m इन्टु 3.0 भनेको यो अगाडि यो भनेको लेन्थ, यो भनेको ब्रेथ हो, यो भनेको हाइट। अब लेन्थ यहाँ छ, हाइट यहाँ, त्यसपछि लेन्थ विड्थ अनि त्यसपछि हाइट। अब हामीले चाहिँ यसलाई चाहिँ डिजाइन गर्दाखेरि चाहिँ हामीले एमएममा लिनुपर्ने हुन्छ। एमएममा लिँदाखेरि 3.5 इन्टु 1000 गरेर चाहिँ हामीले यति एमएममा निकाल्नु पर्ने हुन्छ र मैले पहिला एमएममा निकालिसकेको छु र म हजुरहरूलाई स्टेप बाई स्टेप देखाउने छु। अब हामी सुरु गरौँ स्टेप 1। स्टेप 1मा चाहिँ हामीले राइजरको साइजलाई एज्युम गर्नुपर्ने हुन्छ। हजुरले चाहिँ राइजरको साइजलाई चाहिँ 150 mm, 160 mm, 170 mm जति लिए पनि मतलब 150, 160 र 170 त्यो तिनटामा एउटा चाहिँ लिनुपर्ने हुन्छ र अहिले चाहिँ म यसमा चाहिँ 150 लिन्छु। मैले चाहिँ यसमा चाहिँ 150 mm लाई चाहिँ एज्युम गरेको छु र अब हामीले चाहिँ स्टेप 2मा चाहिँ नम्बर अफ राइजर निकाल्नु पर्ने हुन्छ। यसलाई चाहिँ हामीले एज्युम गर्न मिल्दैन, नम्बर अफ राइजरलाई चाहिँ एज्युम गर्न मिल्दैन। यसलाई चाहिँ डिजाइनै के भन्छ आफूले निकाल्नै पर्ने हुन्छ। नम्बर अफ राइजर यति गरी चाहिँ हामीले चाहिँ हाइट डिभाइडेड बाई साइज, राइजर साइज गर्नुपर्ने हुन्छ। यसमा चाहिँ यो चाहिँ यसको फर्मुला हो, हाइट अफ स्टेयर बाई राइजर साइज भने यसको चाहिँ यो फर्मुला नै हो। यो फर्मुला हाइट अफ स्टेयर भने चाहिँ हामीले जुन एमएममा निकालेपछि एमएममा निकालेको चाहिँ लेख्नुपर्ने हुन्छ। यो अगाडि 3.0 लेखेको चाहिँ तपाईँले यसमा गर्नुहुन्छ हिसाब मिस्टेक हुनसक्छ, त्यही भएर यो एमएममा भएको चाहिँ लेख्नुपर्ने हुन्छ। 150 गर्दाखेरि आउँछ 20 नोज आउनुपर्छ। यो चाहिँ छुटाउनु हुँदैन, पछाडि यो लेख्न चाहिँ छुटाउनु हुँदैन है। हामी गर्छौँ स्टेप 3मा चाहिँ अब अनि स्टेप 3मा चाहिँ हामीले चाहिँ नम्बर अफ राइजर इन वान फ्ल्याटमा कति चाहिन्छ भनेर चाहिँ राइजर कति चाहिन्छ भनेर चाहिँ हामीले त्यो गर्नुपर्ने हुन्छ, एज्युम गर्नुपर्ने हुन्छ। मतलब एज्युम होइन, यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। नम्बर अफ राइजर इन वान जिएसटी वान फ्ल्याट निकाल्नको लागि चाहिँ हामीले यसलाई चाहिँ डिभाइड 2 गर्नुपर्ने हुन्छ। यसलाई डिभाइड गर्नुपर्ने हुन्छ है। डिभाइड 2 गर्दाखेरि आउँछ 10 नोज। जब हामीले चाहिँ स्टेप 4मा चाहिँ हामीले अब ट्रेडको साइजलाई क्यालकुलेट गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ एज्युम गर्न मिल्दैन। एज्युम गर्ने भनेको हामीले राइजरको साइज मात्रै हो, अरू चाहिँ केही एज्युम गर्नु पर्दैन। यो चाहिँ फर्मुलै हो है, यो चाहिँ हजुरहरूले बिर्सिनु हुँदैन एक्जाममा। -2 इन्टु आर भनेको चाहिँ राइजरको साइज 150 गर्दाखेरि चाहिँ यति गर्दाखेरि चाहिँ हाम्रो 300 mm आउने गर्छ। हामीले चाहिँ एमएममा लेख्नुपर्ने हुन्छ। यसलाई चाहिँ मिटरमा लेखेर चाहिँ एन्सर मिस्टेक हुनसक्छ। अब हामी स्टेप 5मा जान्छौँ। स्टेप 5मा चाहिँ अब नम्बर अफ ट्रेड निकाल्नु पर्ने हुन्छ। एज्युम गर्न मिल्दैन यसलाई चाहिँ। नम्बर अफ ट्रेड यो चाहिँ वान फ्ल्याटको लागि हामी डिजाइन गर्दै हो। फेरि यो चाहिँ 10 - 1 भनेको 10 चाहिँ यो वान राइजर 10 छ भने
एउटा चाहिँ ट्रेड चाहिँ एउटा कम हुन्छ, त्यही भएर 9 भनेपछि 10 minus 1 9 नोज हुन्छ। र अब हामीले चाहिँ स्टेप 6 मा चाहिँ अब हामीले स्टेप 6 मा चाहिँ विड्थ अफ ल्यान्डिङ निकाल्नु पर्ने हुन्छ। विड्थ अफ ल्यान्डिङ यसलाई चाहिँ एज्युम गर्न मिल्दैन है। अफ ल्यान्डिङ विड्थ अफ ल्यान्डिङ भनेको चाहिँ हामीले विड्थ बाई 2 विड्थ अफ स्टेयरकेस बाई 2 गर्नुपर्ने हुन्छ। जसलाई टीएच विड्थ अफ स्टेयर बाई 2 गर्नुपर्ने हुन्छ। यदि 3000 बाई 2 गर्दाखेरि चाहिँ 3000 बाई 2 गर्दाखेरि चाहिँ हाम्रो चाहिँ 1500 निक्लिन्छ। अब हामीले यसबाट चाहिँ हामीले अब स्टेप 7 मा चाहिँ हामीले यसको पुरै लेन्थ निकाल्नु पर्ने हुन्छ। लेन्थ निकाल्नु पर्ने हुन्छ र इन्ट्री स्पेस पनि निकाल्नु पर्ने, त्यही पुरै हामी पहिला पुरै लेन्थ निकाल्छौँ। यसमा चाहिँ विड्थ अफ ल्यान्डिङ है, विड्थ अफ ल्यान्डिङ प्लस नम्बर अफ ट्रेड मल्टिप्लाई साइज अफ ट्रेड गर्नुपर्ने हुन्छ। अब विड्थ अफ ल्यान्डिङ भनेपछि हामीले निकाल्सक्यो यहाँ, त्यही भएर यहाँ 1500 प्लस नम्बर अफ ट्रेड भनेको नम्बर अफ ट्रेड यहाँ निकालिसकेको छ 9 इन्टु साइज अफ ट्रेड भने साइज अफ ट्रेड यहाँ कति छ 300 mm निकालेको छ। र यसलाई गर्दाखेरि चाहिँ यसलाई क्यालकुलेट गर्दाखेरि चाहिँ हाम्रो 4200 mm चाहिँ हाम्रो पुरै एउटा स्टेयरकेस पुरै एउटा वान फ्ल्याटको लागि वान फ्ल्याट स्टेयरकेसको लागि लेन्थ निक्लिन्छ। र यो हामीलाई यहाँ दिएको यो लेन्थ छ नि, यो लेन्थ चाहिँ इन्ट्री स्पेस सहित दिएको हुन्छ। र हामीले चाहिँ इन्ट्री स्पेस बिना निकालेको हामीले यो चाहिँ इन्ट्री स्पेस बिना निकालेको लेन्थ हो, त्यही भएर अब हामी इन्ट्री स्पेस निकाल्छौँ। इन्ट्री स्पेस निकाल्नलाई चाहिँ टोटल लेन्थ भनेको चाहिँ हामीलाई यो दिएको लेन्थ, यो भनेको इन्ट्री स्पेस सहित दिएको लेन्थ भएर टोटल लेन्थ लेखेको यसलाई चाहिँ माइनस। अब हामीले क्यालकुलेट यो गरे भन्दा क्यालकुलेट, त्यो भएर क्यालकुलेट लेन्थ CALCULTD क्यालकुलेटेड लेन्थ, टोटल लेन्थ हाम्रो छ यति। त्यसपछि हामीले निकालेको चाहिँ यति हो। यो चाहिँ हामीले निकालेको चाहिँ इन्ट्री स्पेस बिना निकालेको, यो हामीले दिएको यो 4500 चाहिँ यो चाहिँ इन्ट्री स्पेस सहित दिएको भएर हामीले अब इन्ट्री स्पेस निकाल्नु पर्ने हुन्छ। यति गर्दा चाहिँ हाम्रो 300 mm चाहिँ इन्ट्री स्पेस निकाल्ने गरिन्छ। यति चाहिँ हाम्रो इन्ट्री स्पेस चाहिँ 300 mm निकाल्ने हुन्छ। यति नै। यसमा चाहिँ धेरै जस्तो एक्जाममा चाहिँ डगलेगकै डिजाइन गर्ने भएकाले अरू चाहिँ खासै पर्दैन, त्यो भएर यो चाहिँ एक्जाममा राम्रोसँग गर्नु होला। थ्याङ्क यू।